नमस्कार, म ई नेसनल टिभीबाट आफ्ताब आलम। अहिले हामीसँग हुनुहुन्छ निवर्तमान जनप्रजातान्त्रिक पार्टीका संस्थापक तथा केन्द्रीय उपसभापति नेजारुल हुदा अन्सारीज्यू। स्वागत छ हजुर। नमस्कार। ठिक छ। ठिक छ। अब तपाईँसँग विशेष हामी कुराकानी गर्न गइरहेछौँ यो देशको बारेमा। अहिले हाम्रो देश जुन अहिले नयाँ सरकार बनेको छ, विशेष त्यसैको सन्दर्भमा हामी छलफल गर्न गइरहेछौँ र कुराकानी गर्न गइरहेछौँ। सर्वप्रथम पहिला तपाईसँग हाम्रो देशको जुन व्यवस्था, गणतन्त्र या लोकतन्त्र आयो र कुनै पनि व्यवस्था यानि कि सीमित यानि कि संसद यानि कि कैबिनेटमै रह्यो भन्ने यसको बारेमा र यसको यहाँ हाम्रो देशको अहिले व्यवस्थाको बारेमा तपाईको धारणा, तपाईको विचार के छ? सर्वप्रथम के छ भने हाम्रो देशमा युगदेखि हजुर परिवर्तनको लागि यहाँको नेतृत्व वर्ग र जनता सङ्घर्ष गर्दै आयो, बलिदानी दिँदै आयो। तर के छ भने जो लिएर आयो व्यवस्था त्यही उसैको यो हाम्रो हो भनेर लिएर हिँडिदिए। हजुर यो देश र जनताको हो भनेर उनीहरू सायद यो सम्झिनु भएन कि सबैको साझा र सबैको बलिदानीको बाद यहाँ प्रजातन्त्र पनि आयो हजुर र गणतन्त्र पनि आयो। हजुर ल प्रजातन्त्रको नायक तिनीहरू, गणतन्त्रका नायक तिनीहरू, एउटै मान्छे भयो। दुईटै। त्यस कारणले के छ भने यो प्रजातन्त्र र गणतन्त्र दुईटै असफल भयो। किनभने प्रजातन्त्र व्यवस्थामा के हुन्छ कि प्रजातन्त्र व्यवस्थामा भनिन्छ कि राजा रहित जब देशमा मानवाधिकार लागू हुन्छ त्यसलाई प्रजातन्त्र व्यवस्था भनिन्छ। प्रजातन्त्रमा जनताबाट चुनिएको जनादेश लिएर जनताको जनप्रतिनिधि नेतृत्व गर्छ, देशको बागडोर लिएर चल्छ। गणतन्त्रमा के हुन्छ कि राजा हुँदैन, जनताकै छोरा राष्ट्रपति हुन्छ, जनतैको छोरा राष्ट्र प्रमुख जनताको छोरा हुन्छ, सरकार प्रमुख जनताकै छोरा हुन्छ। तर के छ भने यहाँ फेरि तिनीहरू नै हाबी भए। जुन पञ्चायती व्यवस्थाको विरोधमा उत्रेर प्रजातन्त्र 2046 सालको जनआन्दोलनपछि प्रजातन्त्र आयो। त्यो प्रजातन्त्र आएर फेरि तपाईँको के छ भने तिनीहरू के तपाईँ व्यक्तिवादमा प्रजातन्त्रमा सीमित वर्गमा लागू भयो। गाउँघरमा जान सकेन, जनताको घरमा पुग्न सकेन। किनभने प्रजातन्त्र, नेपालको प्रजातन्त्र के भयो कि हाम्रा नेताहरू नेताका कार्यकर्ताहरूमा यसलाई के गर्यो, बन्दी बनायो। अब बन्दी बनाएर के छ भने जनता कहाँ जान सकेन। यो व्यवस्थाको प्रतिफल जनतालाई बुझ्न सकेन, जनताको सुविधा जान सकेन, उसले महसुसै गर्न सकेन कि हाम्रो देशमा प्रजातन्त्र हो कि राजतन्त्र, पञ्चायती व्यवस्था हो। यो भएन। अब यो त्यहाँ प्रजातन्त्र व्यवस्था त्यहाँ फेल भयो। त्यसपछि के भयो कि देशमा जुन चल्यो 11 वर्ष 2051-52 सालदेखि 2051-52 सालदेखिको आन्दोलन आयो, माओवादी लिएर आयो आन्दोलन। उनीहरूको आन्दोलनको एजेन्डा भित्रको एजेन्डा अर्कै थियो, तर जनताका एजेन्डा अर्कै गयो। के छ भने उनीहरूको के छ भने यो समान्तवादको कुरा धेरै निकाल्यो। समान्तवाद त तपाईँको 2015 साल उता गएपछि 2007 साल 15 सालको बिचमा राजा महेन्द्र पनि त्यो के थियो कि यो जुन समान्तवाद भन्छ नि त्यसको विरोधमा ऊ पनि गरेको। तपाईँहरूलाई एउटा कुरा थाहा छैन, म मिडियामा तपाईँको मिडिया मार्फतमा जनतालाई, राजनीतिक दललाई, राजनीतिको कार्यकर्तालाई, आफ्नो देशको सम्पूर्ण नेपाली जनतालाई म यो कुरा के भन्न चाहन्छु। हाम्रो देशका नेताहरू चाइनाको मासुतुङसँग गएर मिलिएको थियो। अनि मासुतुङले के भन्यो, उनीहरू के भने कि म पनि तपाईँ यहाँ कम्युनिजम ल्याइराख्नु भएछ, हामी पनि नेपालमा कम्युनिजम ल्याउँ। उसले भन्यो कि कम्युनिजम ल्यायो भने तिम्रो देशमै कम्युनिस्टको नेता ठुलो छ,
तिमीहरू उसलाई चिन्न सकेन। उसले भने मेरो देशमा कम्युनिस्टको नेता को हो? तो कम्युनिस्टको नेता तपाईँको देशमा राजा महेन्द्र हो। जबकि भूमि सुधार सबै भूमि सुधार तपाईँको 2021 सालको भूमि सुधार लागू गर्यो, त्यो राजमार्ग बनायो, धेरै त्यो नेपालको इतिहासै नै फेर्यो। त्यो बेलाको अर्थव्यवस्था धेरै कमजोर थियो। 5 वर्षीय योजना ल्याएर उहाँले काम गर्नुभयो। 5 वर्षीय योजना उहाँको हो। तर के छ भने हाम्रो देशमा के छ भने गणतन्त्र जुन अहिले आयो, यो गणतन्त्रबाट नै देशलाई के पाएको छ? देशलाई के भएको छ? हाम्रो देशमा त्यो बेलाको जनसङ्ख्या अहिलेको जनसङ्ख्यामा फरक छ, तर व्यवस्था पनि परिवर्तन हुँदै गयो। तर अहिलेको व्यवस्था फेल हुने कारण के हो कि हाम्रो देशका नेताहरू परिवारवादमा लाग्यो। जबकि यो देशमा के हुनुपर्ने हो कि हाम्रो देश एउटा यो देश कृषि प्रधान देश हो। हाम्रो देशको संसदीय प्रणालीमा गयो। संसदीय व्यवस्थामा प्रत्येक क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि जान्छ। तर निर्वाचित जनप्रतिनिधिलाई आजसम्म यो कुरा उहाँलाई थाहै भएन कि हाम्रो क्षेत्रमा के व्यवस्था चाहियो, हाम्रो क्षेत्रमा के को जरुरी छ। सरकारमा हामी गएपछि आफ्नो सरकारले के हम आफ्नो क्षेत्रको लागि के भन्न सकौँ, उनीहरू त्यो अनुगमन उनीहरूलाई थाहै छैन। के थाहा छ भने जितेर जाउँ, सत्तामा गयो भने आफ्नो बच्चालाई आफ्नै पोस्ट दे, आफ्नो बच्चालाई विदेश पढाउँ। हजुर, गरिबको छोराछोरी समुदाय स्कुलमा जाने, जहाँ सरकारको बजेट शिक्षामा लगानी हुन्छ, त्यसमा हाम्रो देशको नेताको कुनैको आजसम्म 2048 सालदेखि जब सरकार प्रजातन्त्र व्यवस्थाको सरकार 114 सिटको नेपाली काङ्ग्रेसको सत्ता आयो, त्यो पनि त्यहाँदेखि उठाउँ आजसम्म कुन नेताको छोराछोरी हाम्रो समुदाय स्कुलमा गएको छ? जबकि राष्ट्रको कोषबाट शिक्षामा हाम्रो बजेट आउँछ, त्यो बजेट खेरै गयो। त्यस कारणले यो परिवारवाद, राष्ट्रभक्त नेता भएन। यिनीहरू राष्ट्रियताप्रति वफादार पनि हुन सकेन। यिनीहरू जनतालाई राष्ट्रियता सिकाउन सकेन। जनतामा राष्ट्रियता पेठाउनै सकेन, किनभने प्रजातन्त्रको अभ्यासै पुगाउन सकेन। प्रजातन्त्र भन्ने के हो? प्रजातन्त्र भन्ने व्यवस्था हाम्रो नेताहरूलाई थाहा भयो कि भएन? मैले त मेरो पनि हामी 46 सालको आन्दोलनदेखि अहिलेसम्मको आन्दोलन हेरेका छौँ। म पनि राजनीतिक 19 वर्ष गरेर अहिले बसिरहेको छु राजनीतिबाट। अहिले मानौँ न म निष्क्रिय छु। कुरा के छ भने जनताको छोराछोरीलाई जुन हाम्रो सरकारबाट सुविधा पाउनु पर्यो, त्यो भने सुविधा के हो? किसानलाई सिँचाइको व्यवस्था हुनु पर्यो, मलको व्यवस्था हुनु पर्यो, त्यो बच्चाको लागि शिक्षाको व्यवस्था हुनु पर्यो। शिक्षाको के छ भने अब यहाँ 2 किसिमको शिक्षा चलिरहेको छ। अब प्राइभेट शिक्षा खोल्यो, ठिक छ, अधिकार दियो। तर के छ भने हाम्रो समुदायको सरकारी स्कुलमा जहाँ सरकारको लगानी हुन्छ, एउटा गरिब तबकाको मान्छे पनि अहिले उसको मनमा चाहना छैन म उसमा पढाउँ, किनभने उहाँ शिक्षा राम्रो छैन, त्यो सोच छ, शिक्षा राम्रो छैन, ऊ पनि प्राइभेट स्कुलमा जान्छ। अब रह्यो कुरो यहाँ के छ भने त्यो अब त त्यहाँ पैसा तिर्नुपर्ने, यहाँ सरकारको पैसा फोकटमा गइरहेछ। टिचरहरू अहिले तपाईँहरू जानुहुन्छ स्कुलमा, हजुर, भन्नुहुन्छ तपाईँ कति क्लासमा पढाउनुहुन्छ, यो कुन क्लासको विद्यार्थीसँग सोद्धाखेरि उसलाई थाहै हुँदैन म कुन क्लासमा छु, मेरो कुन पढाइ हो, कुन के पढाइ हुन्छ। सरहरूसँग सोद्धा सर रिसाउँछ, क्यामेरा हटाउँ भनेर हामी अनेकौँ मिडियाबाट हामीले हेरिरहेछौँ। भन्ने कुरा के हो कि जबसम्म नेतामा राष्ट्रियता हुँदैन, राष्ट्रपति वफादार हुँदैन, जबकि तपाईँहरूलाई म एउटा कुरा सुनाउन चाहन्छु, यो कुरा सायद तपाईँहरूलाई थाहा हुने होला। जब 2046 साल फागुन 7 गतेको जब आन्दोलन घोषणा भयो, म बानेश्वरमा थिएँ, मेरो गार्मेन्ट थियो। त्यो बेला जब आन्दोलन स्पिडमा आयो,
त इन्डियाबाट दूत आयो, जसरी 62-63 करण सिंह दूत आएको थियो। हजुर उसले भनेको थियो कि राजा वीरेन्द्रलाई तपाईँ जलस्रोतमा हाम्रो अधिकार दिइदिनुहोस्, तपाईँ राजा बनिराख्नुहोस्। उहाँले के भन्नुभयो, यो जब हाम्रो देशकोमा त्यो जलस्रोतमा तपाईँको अधिकार भइदियो भने यो देशको म राजा बनेर के फाइदा? पुरा अधिकार मेरो यो मसँग हुन सक्दैन, किनभने यसको लागि अब तपाईँ भन्नुहुन्छ कि यो व्यवस्था म चेन्ज गराइदिन्छु, म र यो मेरो पञ्चायती व्यवस्था म बलिदान गर्न चाहन्छु, तर मलाई देशसँग म गद्दारी गर्न सक्दिनँ। 90 दिनमा उसले राजा वीरेन्द्रले प्रजातन्त्र घोषणा गर्यो। 62-63 को आन्दोलनमा 20 दिनमा राजा ज्ञानेन्द्रले राजकीय सत्ता जनतामा फालेर निष्क्रिय भएर निस्कियो। यो हाम्रो 2082 को भादो 23 र 24 गतेमा जनताको प्रधानमन्त्री, जनताको चुनेको प्रधानमन्त्री आफ्नो जनताको कुरा नसुनेर 12-24 घण्टामा 76 जनाको जान लिने, यो प्रजातन्त्रको नाइके यसलाई भने हामी मान्ने हो? यो हो जनताको छोरोको सरकार, यो हो जनताको छोरोको राष्ट्रपति? यो त भएन। जुन गर्नुपर्ने राजाहरू त्यो गरिदियो हाम्रो नेताहरू। अहिले नेतामा आज सबैले भन्छ बालन बालन बालन। रवि लामिछाने सबैले भन्छ बालन बालन, किन नभनोस्? 2051 सालदेखि जनयुद्ध, माओवादीको जनयुद्ध याद गर्ने हो। के को लागि? नेपालको भूभागको लागि। त्यो जनयुद्ध नेपालको भूभागको लागि हो। तर हाम्रो प्रचण्डजी के गर्नुभयो? सर्वजनी हुँदाखेरि उहाँको वक्तव्य राम्रो आयो, म 200 वर्षसम्म लड्छु, जबकि आई मान्छेको 60 देखि 100 वर्ष हुन्छ। 200 वर्ष लड्छु तर आफ्नो राष्ट्रियतालाई कायम गर्छु। प्रचण्डजीको चितवनमा सर्वजनी हुँदाखेरि, शान्ति प्रक्रियामा आउँदाखेरि 7 दलको आन्दोलन हुनुभन्दा अगाडि राजा वीरेन्द्रमा शाही सरकार, राजा ज्ञानेन्द्रको विरोधमा शाही प्रतिगामी विरोधको आन्दोलन चलिरहेको थियो। त्यस बेला उहाँले बाहिर आउनुभयो, चितवनमा सार्वजनिक गर्नुभयो, म आफ्नो राष्ट्रियताका लागि कुनैसँग म 2 वर्षसम्म लड्छु भनेर उहाँ भन्नुभयो। त्यो 2 वर्ष हरायो। जनताको छोरो राष्ट्रपति बन्यो, त्यति मात्र पायो। जनताको छोरो पहिला त प्रधानमन्त्री बनेको, तर पञ्चायती व्यवस्थामा जनतैकै छोरो प्रधानमन्त्री बन्थ्यो। राजाहरू प्रधानमन्त्री बन्ने होइन, ऊ त राष्ट्र प्रमुख हो, उसको अर्कै व्यवस्था हो। तर शिरपान सरकार र शिरपानको सरकारमा फरक हुन्छ। शिरपान सरकार राजाले भनिन्छ, शिरपाँचको सरकार जनताको चुनेको प्रधानमन्त्रीलाई, उसको नेतृत्वमा प्रधानमन्त्री लगायत उसको मन्त्रीलाई भन्छ को जहाँ लाग्छ त्यो जनताको सरकार हुन्छ। अब यहाँ के भन्छ सोध्दा, अब हाम्रो देशको बालनको कुरा जहाँसम्म आयो, मान्छेले कम्युनिस्ट भन्छ समाजवाद, काङ्ग्रेस भन्छ समाजवाद, सबै भन्छ समाजवाद। यो त हाम्रो देशको नेतृत्व यस्तो गरिदियो यो 35 वर्षमा कि समाजवाद के हुन्छ भनेर जनताले हरायो। अब काम गर्ने मान्छे चाहियो जो काम गरोस्। यो जमाना त्यो बेलाको जमाना हो। जमानाको यो मौसे तुम जब उसलाई भनिदियो कि तपाईँहरूको कम्युनिस्ट बन्नका लागि तपाईँले व्यवस्था चेन्ज गर्नुभयो, तपाईँको त रजै नम्बर 1 कम्युनिस्ट, एसिया टप कम्युनिस्ट, तपाईँले कम्युनिजम किन चाहियो? त राजाले देश हाँक्दैन नि, देश त हाँक्ने जनता न हो। त्यो कारणले के हो, हाम्रो देशमा प्रजातन्त्र एउटा सपना जस्तो भयो। 17,000 को बलिदानी दिएर नेपाली जनताले गणतन्त्र स्थापना गरे। प्रचण्डजी आफ्नो परिवारवादमा आइहाल्नुभयो। उहाँको 17,000 जनताको बलिदानीबाट उहाँले पहिलो प्रथम गणतन्त्रको प्रथम प्रधानमन्त्री बन्नु 9 महिना चलाउन सक्नु भएन। हाम्रो देशको 2 चोटि बहुमतीय सरकार पायो। 46 साल, 48 सालमा 114, फेरि कृष्ण प्रसाद भट्टराईको पालामा तपाईँको 107 सिट पायो।
त्यो पनि चल्न सकेन। म यो आफ्नो देशको नेतृत्व सम्पूर्ण पार्टीको अध्यक्षज्यूसँग मेरो एउटा निवेदन छ, एउटा नेपालीका नाते तपाईँको च्यानलबाट यो तपाईँहरू यो आन्दोलन गरेर क्रान्तिकारी गरेर व्यवस्था चेन्ज गर्ने, त्यो सफल पार्ने, तर नेतृत्वमा गएर तपाईँहरू फेल किन? यो जनता कहाँ यो कुरा तपाईँले दिन सक्नुहुन्न? जब तपाईँको लागि जनताले यति बलिदान दिएर तपाईँलाई सत्तामा ल्यायो, देशको भलो हुन्छ, कारण कहाँ? आज 35 वर्षमा 15-16वटा सरकार किन? यो 12 महिनाको सरकारले काम गरिन्छ? सक्दैन। अब रहेको कुरो के छ भने, एउटा विडम्बना कुरो के छ भने, जुन व्यवस्था दुनियाँमा छैन त्यो व्यवस्था अहिले हाम्रो नेपालमा छ। दलीय स्थानीय निकायको चुनाव दलीय हुँदैन, यो स्वतन्त्र हो। यसमा बुद्धिजीवी आउनुपर्छ स्थानीय सरकारमा। यसमा के छ भने दलीय सरकार, दलीय व्यवस्था यो होइन, कहीँ पनि छैन दुनियाँमा, हेर्नुहोस् छैन, हाम्रो नेपालमा। त त्यो बेला गिरिजा बाबुले जुन 2048 सालमा राख्नुभयो, त उहाँको के थियो कि त्यहाँ यसको कुरा उठ्या थियो उहाँहरूको। त भन्छ कि हाम्रो देशमा नेपाली जनताले प्रजातन्त्र भन्ने कुरा के हो भनेर बुझ्न सक्दैन, यो प्रजातन्त्रको अभ्यास हो। गाउँ गाउँमा मान्छेहरू भोट खसाल्छ पार्टीमा, अनि यो हाम्रो प्रजातन्त्रको बलियो जोड बन्छ। भोलिको दिनमा प्रतिगामी शक्ति यसमा हाबी हुँदैन। तर बाबा आज 35 वर्षदेखि यो कुन सा स्कुल विद्यार्थी आजसम्म पासै भएन, खालि जाँचे दिने, पासै भएन, यो व्यवस्था हो? यो पनि व्यवस्था हो? जग्गा हाम्रो सिफारिस तपाईँ गर्ने, स्थानीयले सिफारिस गर्ने, बेच्ने कि नबेच्ने, यो व्यवस्था हो? यो व्यवस्था हो? यस्तो पनि व्यवस्था हुन्छ? एउटा कागजको 2 ठाउँमा कर तिर्नुपर्छ, यो व्यवस्था हो? यस्तो छैन। कर त एउटा ठाउँमा हो, किनभने यो एक ठाउँमा तिर्ने उही सरकार कहाँ जाने हो, 2 ठाउँमा तिर्ने उही सरकारमा जाने। यो त के भयो कि आफ्नो जुन यो जो पनि आए जनप्रतिनिधि आफ्नो एउटा मान्छे ल्याएर हुल दियो, ल खाऊ। जनताको कर तिर्न हालत खराब भइरहेछ यहाँहरू, सुविधा पर सुविधा। यो त व्यवस्थाले त विद्रोह पैदा, त्यसैको उपज हो यो। 24 घण्टामा 76 जना मर्ने मान्छे त तुमले पनि गरेका छैन। जबकि उहाँ विद्यार्थी आन्दोलन 80,000 बुलडोजरले कुल्चेको चाइनामा, तर आन्दोलन थियो, सत्ता परिवर्तन गरेर आज अमेरिका उसँग डढिरहेछ। आज हाम्रो देशमा त्यो इतिहास तपाईँहरू उठाएर हेर्नुहोस्। अहिले त्यो भादो 23 र 24 को इतिहास, हाम्रो बलिदानीमा हामी यो दिनको हत्या त्योभन्दा पर्सेन्टमा बढी जान्छ। यो 12 दिनमा आन्दोलन कहीँको टुङ्गेको छैन, इतिहासै छैन। अब तपाईँ अर्को कुरो, यो जुन आर्थिक हाम्रो छ, यो हाम्रो मध्य प्रदेशको यहाँको चुहावट, जो राजस्व चुहावट भइरहेछ, यसको बारेमा तपाईँको के सुझाव छ? मेरो कुरा के छ भने, जुन हाम्रो नेपाल सरकारका जुन नीति, अर्थनीति, मेरो हिसाबले के छ भने, तपाईँको च्यानलबाट अगर तपाईँहरू यसलाई देखाउनुहुन्छ भने, यो 22 जिल्लाको जुन हाम्रो सटर छन्, यो ओपेन, भारत, नेपाल र भारतको खुला सिमानाको 22 जिल्ला, जति चुहावट एकजना मान्छे 5,000 सम्मको म सुन्छु। मैले यो हेरेको छैन, म उनीहरूको सुनेको कुरा मैले भनेको छु, म यसमा पुगेको छैन। 5,000 सम्मको छुट, 5,000 को राजस्व कति होला? यो 22वटा सटर, 22वटा तराईको 22वटा जिल्लाको सटर ओपेन छ। अब हाम्रो के छ भने, त्यसको त्यो आर्थिक चुहावट यसले कन्ट्रोल गरिदियो भने हामी पनि त हुन्छौँ नि त्यो कन्ट्रोल गर्ने। अब उहाँ त अर्थविदहरू हुनुहुन्छ, अर्थविदहरू कुन तरिकाले कन्ट्रोल गर्ने? मेरो सुझाव के हो भने, एउटा जमाना थियो कि बाहिरको मान्छे हाम्रो नेपालमा आएर माल सामान किन्न आउँथ्यो, भिड लाग्थ्यो। वीरगञ्जको बोर्डरको कुन बजार, जहाँ विराटनगर होस् या जति मार्केट होस्, बोर्डरको हाम्रो नेपालभित्रको इन्डियाको मान्छेहरू माल सामान किन्न आउँथ्यो। आज यस्तो व्यवस्था भइसकेको छ, यहाँको मान्छे बाल तिर्नमा परेशान छ, मान्छे सबै गएर इन्डियाबाट माल लिएर आइरहेछ। देशलाई आर्थिक पनि नोक्सान, यताको मान्छेको पनि परेशान।
जबकि एउटा कुरो सुन्नु, जब 2 नम्बरबाट माल आउँछ त ल्याउनेलाई फाइदा हो, लिनलाई फाइदा हो, न राष्ट्रलाई फाइदा हो, न कसैलाई फाइदा छैन। त्यस कारणले के हो कि भन्सारको मूल्य घटाएर हुन्छ कि यो हिसाबले घटाउने हो कि त्यो ल्याउनेलाई महँगो परोस्, भन्सार घटाउनेलाई सस्तो परोस्, त नि नेपालको मार्केट उठ्छ। हजुर हजुर अब एउटा कुरा के आयो कि यो मार्केट हुनको कारण एउटा के छ भने मार्केट चलाउँछ, व्यापार पैसावालाले व्यापार गर्छ, कारोबार गर्छ, गरी खाने मान्छेहरू किनेर मार्केट चलाए, उनीहरू गरी खानेले किनमेल गर्छ। तर यहाँ उल्टो भइसक्यो, पैसा लगाउने मान्छे ढलिरहेछ, लगाएर गर्ने के व्यापार त चल्दैन। जुन किनमेल गरेर छ ऋणमा डुबिया छ। हजुर हजुर नेपालको 80% मान्छे ऋणमा छ, 80-90 मा जाउँ। अब उ लोग कसैको 15 दिनमा किस्ता छ, कसैको 1 महिनामा किस्ता छ, कसैको 7 दिनमा किस्ता छ, हप्ते पछि किस्ता छ। त्यो मान्छे कसरी किनमेल गर्छ? गर्न त सक्दैन। यो सरकारको के छ भने नीति त ल्यायो सबैको घर बनोस्, तर नीति यो आएन कि घर त बनोस्, लेकिन पैसा त्यो घर बनेको पैसा उठ्ने कसरी? त्यस कारणले के छ भने नेपाल सरकारसँग मेरो आग्रह छ, बालन सरकारलाई यो 80% जुन गरी खाने वर्ग छ त्यसको ऋणको केही यस्तो यसमा परिवार छ जो उसले उसको केही राहत गरिदिएको भए, केही ऋण तल्लो समुदायको केही ऋण गरी खाने वर्गको ऋण माफ गरिदियो भने हाम्रो देशको जनताले के एउटा राहत हुन्छ, अब मार्केट पनि चल्न थाल्छ। मेरो आफ्नो सुझाव अब तपाईँ यो वर्तमान सरकार हाम्रो जुन अहिले पुरा देशभरि राजसभाका बालन सरकार हो, अहिले हाम्रो यो वर्तमान सरकारले तपाईँ कसरी लिनुहुन्छ? वर्तमान सरकारसँग मेरो एउटा माग छ के हजुर, सर्वप्रथम नेपालबाट भ्रष्टाचारी हटाउनु छ भने हजुर उहाँले के गरिदिनु पर्यो कि स्थानीय निकायलाई तुरन्त भन्दा तुरन्त हजुर गैरदलीय चुनाव गराइदियोस्। गैरदलीय चुनाव गराइदियो, किनभने अहिलेको जति पदाधिकारी यो पार्टीको हुन् हजुर उनीहरू मेरो हिसाबले आफ्नो कार्यकर्तालाई पोषण पाल्ने गर्ने यो आँकडा भइसक्यो। कहीँकोबाट कोही मान्छे, कोही जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधिबाट तपाईको 90% मान्छे खुसी छैन, स्थानीय सरकार खुसी छैन, किनभने सिस्टमै उस्तो छ, सिस्टमै गलत छ। आज पनि जमिन पास भइरहेछ। हजुर, जुन बेलादेखि 19 तपाईको हाम्रो देशमा जुन भूमि सुधार जुन बेला लागू भयो 2021 सालमा, हजुर त्यहाँबाट पनि जमिन पास हुन्छ, खरिद बिक्री। राजा महाराजाको राणा शासनमा पनि जमिन पास हुन्थ्यो, कर तिरिन्थ्यो। तर अहिलेको जमानामा लोकतन्त्र गणतन्त्रको जमानामा के हुन्छ कि राहत हुने व्यवस्था आउनुपर्छ, कर त तिर्नुपर्छ। जो व्यक्तिले कर तिर्ने भने त्यो राष्ट्रको मान्छे नै, त्यो त राजद्रोही भए मान्छु, किनभने राष्ट्रले त कर तिर्नुपर्छ। हजुर, किनभने हाम्रो राष्ट्रको सुरक्षा छ, सबै अंग छ उसको। राजसभाबाट तर के छ भने करको अहिले त के छ भने कर अलगै छ, अर्को कुरा अर्कै छ। त यस्तो के छ भने स्थानीय निकायको चुनाव गराइदिउन्, 22 जिल्लाको बोर्डरलाई ध्यानमा राखी आर्थिक चुहावट बन्द गर्नु। बन्ने कारण के हो कि भन्सारमा हेरफेर, भन्सारको दर रेटमा हेरफेर यो हुनु पर्यो सायद मेरो। अब त हाम्रो देशको अर्थमन्त्री बालनजी यस्तो मान्छे ल्याइदिनु भएछ, डाक्टर सर्विन बागले जो अर्थविद हुनुहुन्छ, उहाँ त घोषणै गर्नुभएछ म 300% गाडीमा जुन भन्सार छ म त्यसलाई हेरिरहेको छु। अब कुन हिसाबले छ त्यही हिसाबले उहाँले पनि कमसे कम के छ भने आज साना मान्छे जान्छ लिएर आयो, सामान लिएर आयो, चल्यो। यहाँ त ठुला मान्छे गाडी लिएर गएर मार्केट गर्छ, लिएर आउँछ। 5,000 को कुरो छैन, त्यहाँ 50,000 को माल आउँछ। पुलिसले काम गर्न, सुरक्षाकर्मी काम गर्न सकिरहेको छैन, किनभने केन्द्र दलीय सरकार हुन्छ, स्थानीय दलीय सरकार हुँदैन। अब यहाँ त स्थानीयले पनि दलीय सरकार छ। अब जुन पार्टीको सरकार छ त्यो पार्टीको स्थानीय मेयर, उपमेयर, तपाईको
मेयर छ। अब त्यसले अब ऊ त चिनिरहेछ, सुरक्षाकर्मी त चिनिरहेछ। यसलाई अलि रोकटोक गरे भने भोलि नै गृहमन्त्रीजीको फोन आउँछ कि, किनभने हाम्रो देशमा त एउटा देश अरू देशमा जानुस्, मन्त्रीको फोन लगाउनुहोस्, फोन उठ्छ तर उसको पिए उठाउँछ। हजुर हजुर। तर हाम्रो त Direct मन्त्रीहरू उठाएर सबै कुरो भनिदिन्छ, यस्तो गरिदियो यस्तो गरिदियो। त्यो सिस्टमै होइन, सिस्टममै जानुपर्ने हो। यो देशको सिस्टम, जुन देशको हेर्नुहोस्, एउटा कुरा भन्छु, यो तपाईँहरू सायद दिनुहुन्न, अहिले सबै आउँछ, तिमी चिन्ता गर्नु। किनभने जुन देशको पुलिस हजुर। 1 नम्बर मान्छेलाई खोज्दैन, 2 नम्बर मान्छेले खोज्छ। किनभने 2 नम्बर मान्छे उसलाई किन चाहियो? ऊ पुलिस, हाम्रो सुरक्षाकर्मीलाई थाहा छ। हजुर जुन मान्छेको, जुन देशको वकिल, सरकारी वकिल हजुर केसमा के गर्छ, अब सरकारी वकिललाई थाहा छ, तपाईँहरू बुझिराख्नुहुन्छ। हजुर न्यायाधीशज्यूलाईको उही व्यवस्था छ। जब सबै मान्छे यस्तै हुन्छ भने आफू सोचेन, देशलाई नसोचेर देशलाई के हुन्छ? आउँदैछ जति अब बालनजीले जुन निर्णय गर्नुभएछ, जुन सङ्गठन, विद्यार्थी सङ्गठन, हजुर। त्यो युनियनले के हुन्छ, देशलाई ढुन्डमा लिएर जान्छ। यो बालनजीको सरकारमा, अहिलेको जुन सरकार बनेको छ, बालनजीको जुन सरकार छ, यो सरकारमा के छ भने मान्छेको धेरै आशा छ। किनभने मैले के भन्छु तपाईँको मिडियाबाट, प्रधानमन्त्री बालनजी र रवि लामिछानेलाई, जो मान्छे काङ्ग्रेसलाई पनि भोट दिएछ, एकदम कट्टर कार्यकर्ता, उसले पनि समानुपातिमा भोट हालेको छ। तपाईँहरू यो कुरा तपाईँहरू नभुल्नु होला। हजुर हजुर किनभने तपाईँको जनप्रतिनिधि जहाँबाट जितेर गएछ उसको समानुपातिक भोट हेर्नुहोस्। तपाईँलाई पार्टीलाई भोट दिएछ, तपाईँको चाहेर भोट दिएछ समानुपातिक। हजुर किनभने उसले आफ्नो पार्टीलाई छोड्न चाहेन, तर तपाईँले सत्तामा पुर्याउनलाई समानुपातिकलाई भोट दियो। दिएको। एउटा कुरो के छ भने, तपाईँको च्यानलबाट के भन्न चाहन्छु बालन सरलाई, जब यो 30 सङ्गठनलाई भत्काउनुहुन्छ भने समानुपातिक प्रक्रिया पनि हटाइदिनुहोस् तपाईँहरू। प्रत्यक्ष मात्रै नहोस्। तपाईँहरू यो देशलाई शुद्ध दल हिसाबले लिएर हिँड्नुहोस्। तपाईँको के छ भने, हाम्रो देश, हाम्रो देश त विकास हुने देश हो, यसमा केही चिजको कमी छैन। हजुर तर कमी के छ भने भिजनको। भिजन किनभने अहिले जुन मन्त्रालय बाँडफाँड भएछ, यो हो मन्त्री, यो हो मन्त्रालय। अब उहाँहरू कति सक्सेस हुन्छ, जुन जे लायक छ उसलाई मन्त्रालय पाएको हो। हजुर अब पास हुनु नपाउनु उहाँ पर निर्भर हो। तर यसभन्दा पहिले यस्तो मन्त्रीमण्डल बनेकै थिएन। यसमा बालनजीलाई धन्यवाद म आफ्नो तर्फ र नेपाली जनताको तर्फबाट, तपाईँको च्यानलबाट धन्यवाद दिन चाहन्छु।